अनि गाइस फाइनली आज हाम्रो 100 डे नन स्टप मिनी ब्लग भएछ। आजको मिनी ब्लगको सुरुवात भइरहेको छ रे। आज हाम्रो बहिनीको बर्थडे हो जुन हाम्रो सधैँ पसलमा आइरहेको छ। तिनको लागि हामीले यो डिजाइन गिफ्टहरू बनाइरा जुन यस्तो देखिरा पनि नफुट्ने वाला हो, जति जे गरे नि फुट्दैन। बिहान बिहान कस्टमरको मुख देख्न पाएन, मान्छे पैसा उठाउन आउँछन्, मन्दिर बनाउन भन्दै म त साउजी छैनन् आउले आउँछन् भनेर पठाइदिए। त्यसपछि हाम्रो बहिनी आइन तिनको केही सामानहरू बनाइदिन थियो जुन बनाइदिए। उनले चाहिँ पेमेन्ट गरेर धेरै माथि भयो कि पेमेन्ट गरेर भोक लागेर बसेर चटपटे चबाउँदै खाँदै गरेको अवस्था। हाम्रो बहिनी बर्थडे गर्ल आइन हामीलाई मिठाई लिएर प्लस उनको लागि हामीले बनाइदिएको गिफ्ट अब उनलाई दिने हो। आइन हामीले लड्डु खुवाइ बनाइदिएको गिफ्ट हामीले बहिनीलाई दिन अनि बहिनीले अनबक्सिङ गर्न लाइन। बहिनीलाई मन पर्यो अरे, राम्रो थियो अरे। हाम्रो कान्छो भाइको नि बेस्टी हुन्थ्यो र भाइले पनि बुके गिफ्ट हानिदिएको छ। त्यही पनि उनको साथी एकजना भाइ आएको थियो जुनले त्यही एउटा गिफ्ट बनायो अनि त्यही हस्तान्तरण पनि गरिदियो। एकैछिन पछि साइकल रेस गरिरहेको थिएँ र भाइसँग म फाइनली जित्यो। अब अर्को दुईजना भाइहरूले रेस गराउने हो अनि जित्नेले यो 100 रुपियाँ बराबरको सामान पाउने हो। यो दुईजना भाइको बिचमा रेस छ। रेस सुरु पनि भयो अनि हाम्रो एकजना भाइले जिते, तिनलाई हामीले उनको गिफ्टहरू हस्तान्तरण गर्यो अनि मिनी ब्लग ओभर गाइस।